तपाईँले म 48,500 दिन्छु 1200 रुपियाँ लेखाइ र गाडी भाडा लाग्छ 500 रुपियाँको यहाँ टुक्रेमा गएर नस्ता खिच्छु नहल्लिने मेरो कुरा सिद्ध्याउनु दिनु क्या 500 रुपियाँको नस्ता खिच्छु घर फर्किन्छु अब 48,500 मा हुन्छ भने मामाकोमा भाडा लान्छु होइन मेरो मामा अब त्यतिमा भन्छ म लान्छु मामा हुन्छ भने दिनु होइन तपाईँले जुनैबाट पनि नाफै खानुपर्छ भन्ने छैन नि त मेरो मामा कहिले काहीँ जान्छ त कुनै कुनै त आउँछ पनि नि त हौ एउटामा जान्छ क्या बमिट आइदिन्छु बमिट गल्यो अब जाति हुने नि त अब जाति हुने ल बमिट गऱ्यो अलिकति ल ल अब जाति हुने जाति हुने ल दिन्छ बमिट गरेँ क्या अलिकति हेलो एभ्रिवान गुड मर्निङ नमस्कार आई लभ यु स्वागत छ सुसन ब्लगमा फेरि पनि लाटागाडा फ्रेस आउटले चमाचम ब्युटिफुल लभली सुपर हिट डाइनेसोरको बेबी चाइल्डको मुद्दा मिलाउनलाई चाहिँ बेलबारी नै हामी गटङटङ मुन्टी पनि छ भने अब बेलबारीमा आज पनि डाइनेसोरहरू बबालै छ है सायद मेरो विचारमा अहिले पनि इन्डिया खुलेको छैन त्यो भएर पनि चमाचम डाइनेसोरहरू भेटियो देखियो पाडा चाहिँ कुन चाहिँ हो यो त सानो हुन्छ यो चाहिँ 1,80,000 को बिउ पाडा हो गुजरात से आया मेरा दोस्त आओ माय गॉड ल यार ल कसको यो खै कुन चाहिँ कतिको यो ठिक्क कति अब यही त लाग्छ पिरालो ठिक्क भन भने चाहिँ किनौँ जस्तो लाग्छ कि मामा नमस्कार मेरो मामा होइन 53 होइन 40 मा चाहिँ हुन्छ त मामा 40 मा अस्ति सानो सोल्टीले यत्रै किनेको लगेको मट्ट पनि त कुन तपाईँको यो कति म त दाम सुनेर पनि जिउँदो लासै बनाउनुहुन्छ हो अब यतै जानु पर्यो सानो सोल्टीले नि दिन्छ होला हौ मलाई त उसले किनेपछि अनि 3,035 फाइदा जस्तो दिन्छ मलाई बेचेको चाचा बेचेको छैन एउटा मात्रै यो र यो दुईटा छ कति कति भन्नु नि चाचा जोडीको यो जोडीको चाहिँ 1,15 यो दुईटाको यो जोडीको 1,15 अनि सिङ्गल चाहिँ बेच्नुहुन्न नि सिङ्गल बेच्ने छ कतिमा दिन बेच्दा 62 दिँदा चाहिँ कतिमा दिन्छ दाजु नमस्कार लिएर आउनुभयो माल अब यहाँ सानो सोल्टीले किन्न आँट्दो रहेछ अनि अब कहाँ म हेर्नु होइन म किन्दिनँ सानोले त एउटा दिइसक्यो कुन चाहिँ दिएको खै यो दादेले सब दिन रहेछ दुईटा तिनटा सब हप्ता रहेछ घर चलाएछ छाला बाकुल रहेछ ए यो भन्दा त यो दुला छ नि हो डेढा छ राङा त बाक्लै छलाको राम्रो त्यो बाकुलो छ क्या छाला बाक्लो छलाको राम्रो होइन राङा हामीलाई चाहिँ अब पातुलो चाहियो क्या छाला पातुलो कतिमा दिएको यो म यही लानु पर्यो दिइसक्यो यो कतिमा दिएको त 47 दिइसक्यो यो चाहिँ कसको रहेछ हौ राम्रो रहेछ भाइ बेचिसकेको यो यस्तो राम्रो रहेछ यो चाहिँ राम्रो रहेछ क्या राम्रो 1 नम्बर चमाचम चाहिँ यो रहेछ होइन यो पनि ठिक छ भनेको क्या तर यसको पनि लेदर चाहिँ बाक्लै छ
छाला बाक्लो छ चाचा 50 मा हुन्छ यो 50 मा हुन्छ त 50 भने उडाइन्छु म अब मुस्कान पो दिन्छ अब 50 को धन होइन बाबु अब त्यो चाहिँ अनि 43 मा बेचेर यो चाहिँ 50 भन्दा मैले नभन्नु यो चिजमा आकाश जमिनको फरक छ होइन यसको त अब लेदर बाकुलो छ नि त लेदर बाकुलो छ होइन त्यो पातुलो छ बनाउने कुरो छैन यसको पात बाकुलो छ त्यसको पातुलो छ अब यसको छिल्नु पर्यो लेदर होइन जसको पनि छिल्नु पर्छ होइन जसको पनि छिल्नु पर्छ त्यसको पातुलो हुन्छ नि त माल पातुलो चाहिँ हुन्छ भन्नु खोजेको क्या कतिसम्म चाहिँ दिने भन्नु नि कति मैले मैले 50 भरे त हौ तपाईँ लाने 62 दिन 2000 मात्रै घट्छ त बाबा 2 र 3 मात्रै घट्छ कतिमा दिन त कति दिन त मैले 50 के नराम्रो दाम बोले त नराम्रो होइन राम्रै दाम बोले जस्तो लाग्छ 50,000 चाचाले आज बेच्छ जस्तो लागेन हौ चाचाले यहाँ चाहिँ राम्रो राम्रो छ दुईटा चाहिँ सानो रगा लिनु कुन हौ त्यो जोडी कति 80 माल किन्नु अब सकिँदैन जस्तो लाग्यो अहिले लग्न एउटा ल मेरो ल एकछिनमा किनेको छुइनँ किन्छु खोइ मुद्दा मिलाउनै गाह्रो भने पो सानो भन्दैन दाम चर्को घाममा बिहोस होला अब व्यापारीहरू नै बिहोस भइसक्यो जस्तो छ पसिना भइगएको छ व्यापारीहरू नै किन्नेको त झन् चोत्रै उकिन्छ नि मालहरू त मालै माल छ नि यहीँ थोरै छैन अब के गर्नु दाम त अनि खुन छाड्ने गरी भन्छ अब त्यसरी नै ल्याउँछ कि हाम्रो साथीहरूले किनाइ नै महँगो पऱ्यो जस्तो लाग्छ क्या साथीहरू गाउँमा गयो भने 700 रुपियाँ किलो मासु त्यो चाहिँ बेच्छ भन्छ हौ अहिले अब बेलबा पत्रीतिर 450 लो अस्तिको हप्ता त्यहाँ किनेको त्यो बिचराले त्यो अब कति 73,000 कि कति हजारमा किनेको मात्रै रहेछ नि लेखाइ बाँकी नै होइन अनि पुग्छ भनेको पुग्छ होला गर्छ अब यसपालि 450ले बेच्ने नि त भन्दै थियो 450ले होइन 500ले बेच्दा पनि पुग्दैन थियो त्यो भैँस त पाडी थोरै देखिरहेछ त अब यो चमाचम देखेको छैन त बबको पनि छ त्यही भएर म अस्ति पुरा त बाबै पनि नदेखा नदेखा खोज्दै थियो क्या सबैभन्दा राम्रो मान्छे हाम्रो मामा व्यापारीमा ओभर रिल्याक्स चिल मान्छे हो नि मामाले त्यही त 52 यो चाहिँ कतिमा ठेस्ने हो ठेस्दा चाहिँ आधा कहाँबाट चाहिँ पुग्छ यसो सबै एक्सरे गर्ने खालको चाहिँ डाइनेसोर अब यो यसो गर्नु नि तपाईँ त जाँथे नि होइन उहाँ पनि कटिङ नै हान्नु जाँदैतिर पाउँदैन उता साम्लिङतिर त पाउनु पर्ने त साम्लिङ उयोतिर त मलाई फोन गर्छ टाढो है म भुपन दाइसँग आएँ
भूपेन्द्र ल चाहिने भूपेन्द्र दाईको स्कुटीमा आएको यहाँ सिक्युरिटी लिन आएको छ दाई पनि ल कसरी बेच्दै हुनुहुन्छ मासु तपाईँहरू जानेतिर धारमा लगाएर बेच्नुहुन्छ क्या पाल्नको लागि हो यो राम्रै छ लामो छ पुरै अलगो पनि छ कलिलो पाडा कति 31 अब यहाँ साथीहरू रिसाउँछ मैले भने होइन त्यही भएर बोल्दिनँ नत्र यसलाई दिनुपर्ने दाम त मलाई थाहा थियो कि 3,000 त 2-3 हजार त खाएन भने त मरिहालिन्छ नि एकपल्ट जा हेर्नु जा अनि त्यहाँदेखि आइज अनि अर्कोचोटि उठाउनु जा गाडी भाडा तिर अनि यहाँ बिक्री भएन भने फेरि लगेर पाल त्यो त घिच्नै पर्छ नि हामीलाई पनि सुँगुर काट्दाखेरि 10-15 केजी फाइदा आएन भने त के काट्नु दिनु तपाईँलाई पनि कम्ती हुन्छ मसँग लगेपछि गाडी भाडा सिग्नल तिर्नु पर्दैन मिलिमिलि तिर्दा यहाँ छ मेरो साथीको पनि छ उयो भाइले लान्छ उसले लगिहाल्छ लेटाङ नै हो किन्दै गर्नु न लेटाङै जान्छ नम्बर टिपिराख्नु अहिले किनिहाल्नु भने उहाँलाई सम्झिनु नम्बर टिप्नु नम्बर त्यही भएर एकछिन भनेर मैले चाहिँ यहाँ राखेको हो क्या कतिवटा हालिसक्नु यो चाहिँ अनि के गर्नुपर्ने हौ खास चाहिँ हो होइन राम्रो पाडा राम्रो छ है त यो अल्गो पनि छ होइन डबल लाङको डालिलो पनि छ लम्साइलो पनि छ यसलाई त दाना पानी पाडी पनि रहेछ फेरि पाडी अलिक महँगै पनि बिक्री हुन्छ क्या लेडिज पो रहेछ त अल्गो लम्साइलो कलिलो पाडा हो यसको जगटा दुधे जग्गा दाई दुधे जगटा पनि झरेको छैन कि पाडा राम्रो हो क्या केमा अड्किनु भएको तपाईँले कति दिएको 31 दिएको अरे 33 माग्दैन आफूले चाहिँ कति मागेको 33 लास्ट 33 पाएको मैले दिनु नि त 31 मा हुन्छ भन्यो अनि बिचरा अब यो लगेर चाहिँ कहिले मासु काट्ने हुन्छ यो त कहिले बनाउनु 31,000 को कुरा त्यसरी पनि बुझ्नु पऱ्यो क्या अलिकति थपिदिँदा न त यसो 4-500 ठेलठाल गरिदिनु नि त बिचरा अब यहाँबाट गाडी भाडा लेखाइ गर्दा उता पनि त छाला फर्किँदैन अब अहिले टुक्रीमा गएर ढुङ्ग्राउनु पर्यो फेरि त्यता पनि टेन्सनै छ नि त एक्लै ढुङ्ग्राउनु हुन्न 3 जना हुनुहुन्छ आमा पनि रै पनि 3 खुङ्गी सहित अब 3 जना थोरै खान्छ त यसो सम्झिनु नि होइन हाम्रो मामाले त मिलाएर दिइहाल्नुहुन्छ क्या मामाले अहिले मैले तरिकाले मामाको थुतुना हेरिसकेको दिनुहुन्छ 500 जति ठेलिदिनु न 31-500 थपिदिनु एकचोटि ठेली हेर्नु त 32-5 छैन क्या नमार्नु क्या यसरी बिचरा किसानहरूलाई पनि तपाईँहरूले भोलि गएर यसले बिहाको बच्चाहरू तपाईँले नि लाने हो फेरि तपाईँलाई पनि दिने हो होइन त्यसरी कुरा बुझ्नु पर्यो माउ पाल्नु लानु खोज्दै हुनुहुँदो रहेछ राम्रो छ दि पठाउनु गाउँमा त होइन खोज्यो भने त भेटाइन्छ कि संसारै नजोत्नु कि संसारै भेटाइन्छ खोज्दाखेरि चाहिँ खोज्नु चाहिँ सक्नु पर्यो सक्नु पर्यो फेरि खोज्दा पनि छालै फर्किन्छ फेरि खर्चै हुन्छ त्यहाँ पनि पिल्सिन्छ साह्रै बुढो त होइन होइन यो पाडा राम्रो लम्साइलो पाडा हो कि हाइट पनि छ यसको खुट्टाहरू चाहिँ ठुलो भएकै हेर्नुपर्छ यो ठुल्ठुलो छ खुट्टाहरू लामो छ राम्रो छ पाडा 31,500 भयो 500 रुपियाँ दियो त थप मैले भन्नु लाएर पनि थपिदियो सानो सोल्टी त्यो पाडा कति सानो सोल्टी त्यो पाडा कति लानुभयो लिनुभयो कहाँ हो तपाईँ चाहिँ त्यो मियाहरूले नि तपाईँहरूलाई दिँदैन क्या अलिक सस्तो म भनेको जहिलेको कस्टमर हो कि भन्नु अहिले भन्नु है 3-4टा लान्छ लाडाकाडाले त्यही भएर दिनुपर्छ भन्यो कि तपाईँको त्यो कतिमा ठेसेको तपाईँले मामा छैन होला आज मामा बोलचाल छैन कि आज 3टा छ नि यहाँ मामाको लग्दैन हुन्छ ए अब अहिले हेर्दै मामा कस्तो सोल्टी भने यस्तो हुँदो रहेछ क्या 47,000 किनेको भनेर अहिले त्यहाँ कसम 47 देलकै सानेको भनेर भनेको थियो सानो खाल पनि थियो नि त अहिले अब 49 अरे क्या सानो खाल थियो नि त सानो बेच्यो नि होइन ऊ यहाँ हो
47ले 5वटा किन मलाई थाहा छ लु भन्नु त कुन कुन हो अब यो उहाँको चाहिँ तर ठुलोबाट बसेको सानो सानोहरू यो होइन बेचे त्यसको 1.15 1.15 ठिक ठिकै दाम गर्नुभयो त आज मामाले किन हो आज बेल अहिले उधार गएको छैन इन्डिया मामा इन्डिया गएको छैन क्या हो ल अन्त मामाले आउने तपाईँको यो कुन चाहिँ सानो यो चाहिँ कति 55 मामा पाडी पाडे यो पाडे कति अरे मामा मामा कति अरे मामा मामा कति अरे 55 दिँदैछ 45 मा 45 मा 45 मा लु मामा त्यो भएन सोल्टी हामीलाई नि तपाईँहरूको यहाँ 700 र 600 हो कि सोल्टी हाम्रोतिर अलि 500 र 600ले बेच्दाखेरि त्यो पनि 500ले त हामीले त यसपालि जबरजस्ती बेचेको त लेदर पनि सबै हाल्नु भयो नि त होइन लेदर हाम्रो कसैले खाँदैन हौ मामा 45 गरौँ न त मामासँग अब थुप्रो भयो कि किनेको भने सानोलाई थाहा छ अझै सानो मसँग छ 1,11,000 किनेको आज 15 दिन भयो अझै योभन्दा सानो मैले घरमै राखेर ठुलो दिन लिएर किन कहिले नमिल्ने भयो मुद्दा चाहिँ मामा भान्जाको मामा लाखमा मामा यहाँ आउनु न अब यहाँ आउनु अब मामा भान्जाको आउनु होइन कि अब भान्जाले पनि भन्छ होइन खालि जोतेको गर्नु मामा यहाँ भ्लगमा अस्ति के भनेको अरे मामा र भान्जाको त कास्टिनै मात्रै हो क्या हो मुद्दा पनि मिल्दैन कहिले पनि भिडियो चाहिँ आउँछ यहाँ फेरि हौ अब यहाँ मुद्दा मिलाउनु पर्छ पर्दैन फेरि यहाँ आउनु नि यहाँ म भन्दैछु त मेरो मामाले मैले भन्दैछु त यहाँ आउनु न तपाईँ यहाँ आउनु मैले भन्दैछु अब एकपल्ट बोल्छु मैले सुने तपाईँले मेरो पाडा 3 हप्ता ल्याइसक्नु भएको रहेछ यहाँ पाल ल्याएको होइन ल्याउँदै थन्काउँदै गरेर 3 पल्ट भइसकेको रहेछ ए जस्तो भए पनि कहिले काहीँ नाफा हुन्छ कहिले काहीँ घाटा हुन्छ हेर्नु व्यापारको त नीति नियमै हो कि नै भन्नु त यो तपाईँको पाडामा सर्लक कति राखेँ यहाँ जम्मा 50,000 मात्रै लिएको छु पैसा पनि हेर्नु है तपाईँलाई म 48,500 दिन्छु 1,200 रुपियाँ लेखाइ र गाडी भाडा लाग्छ 500 रुपियाँको यहाँ टुक्रेमा गएर नस्ता खिच्छु म हल्लिने मेरो कुरा सिद्ध्याउनु दिनु क्या 500 रुपियाँको नस्ता खिच्छु घर फर्किन्छु अब 48,500 मा हुन्छ भने मामाकोमा भाडा लान्छु होइन मेरो मामा अब त्यतिमा भन्छ म लान्छु मामा हुन्छ भने दिनु होइन तपाईँले जुनैबाट पनि नाफै खानुपर्छ भन्ने छैन त मेरो मामा कहिले काहीँ जान्छ त कुनै कुनै त आउँछ पनि नि त हौ सबै लानु लु 48,500 लु मामा लु दिनुहुन्छ भने मामा 48,500 दिन्छु 48,500 दिन्छु बरु झाला सबै ल्याइदिन्छु मामालाई सबै झाला ल्याइदिन्छु म बुवा झाला सब ल्याइदिन्छु यहाँ पनि मुद्दा मिलाउनु पर्ने भयो भाइ के भन्नु यता पनि देखाइदिनु उता पनि यहाँ पनि मुद्दा मिलाउनु आँटेको अझ 65,000 भनेको 60,000 मात्रै मुद्दा मिलाउँछु भन्छ ठिकै हो त 60,000 जमाजम दिएको हो त भाइ यार कस्तो ठिकै हो त गालामा त यसको हेप्पी मास ठिकै हो पदम दाइको पनि हेर्नु नि हेरिसके डबल आङ्कै हो नि त डबल आङ्कै लु न भाइ बाबुलाई सेटिङ गर न हौ भाइ
हेलो 48,500 रुपियाँ भयो छुटो दिँदा ल 4,000मा छुटो 4,000मा मलाई अनि उहाँ 5,000 मात्रै जाँदैछ ए भाइ कुनै कहिले काहीँ त जान्छ त हामीलाई थाहा हुँदैन त हामी पनि गएको छौँ त व्यापारी मान्छे सधैँभरि फाइदै खान्छे दिनु नि हौ कस्तो ल्याङ गर्नु यतै दायो उहाँ युट्युबमा उहाँ लाटागाडा लाटागाडा नमस्कार लाटागाडा माइजु तपाईँको ए हो मम्मी ल माइजू नमस्कार दर्शन म त तपाईँहरूको ज्वाइँ चेला है फेरि ज्वाइँ चेला हो मुठा यो मुठा यहाँ मामालाई दिनु खोज्दैछु मामा यहाँ पक्रिने मार्नु भएको छैन यहाँनिर मुठै पक्रिनु मार्नु भएको छैन यहाँ 48,500 दिएको मामाले खोइ यहाँ पक्रिनु भएको छैन अलिकति बियर खाने पिउने छैन भन्दै हुनुहुन्छ है यहाँ मामासँग मुठा मिलाउँछु म मा पक्रिनु मान्छेसँग गफ भयो यहाँ फेरि दिनु भनिसक्नुभयो तपाईँ गाडी पुऱ्याइदिनु 50,000 तपाईँ नै पुऱ्याइदिनु ल उता नगर्नु न यो गाडी भाडा उता भाडा दिनु परेन 500 रुपियाँ माथि भात पकाउनु पनि दिनु पर्दैन नदिनु पर्दैन अर्को बुहारी पनि खोजिदिनु पर्दैन नखोजिदिनु 1,000 दिनु 1,000 दिनु मा कसम छैन पैसै छैन बताऊ 50,000 मोबाइल ब्याकै गर्नु भएन मामा पनि एउटा चाहिँ भयो गर्नु मामा त्यहाँ ठ्याक्क लिएको पैसै त्यति नै 50,000 लिएको त मैले ठ्याक्क पैसै ल चमाचम ब्युटिफुल लभली सुपर हिट पप अब डाइनेसोरको बेबी चाइल्ड आजको चाहिँ लड्का हो मुद्दा मिलो पक्का पनि बुढिया लोकलाई 1-2 पैसा चाहिँ फाइदा हुन्छ होला होइन मजाकै छ अब डाइनेसोरको बेबी चाइल्ड ससुरालीको थुतुनाबाट पानी त झरेरै चुन्छ पनि होला है बड्का आइटम नै छ दामी छ मामा पनि खुसी भाइ पनि खुसी पुरै अब आज चाहिँ भान्जा ज्वाइँको छाला छिलियो पनि भन्दै हुनुहुन्छ जस्तो छ ठिकै छ अब हाम्रो भाइलाई बोलाएर लेखाउने अन्तदेखि घर पनि फर्किनु पर्ने छ भने हाम्रो श्रेष्ठ होटलबाट पनि हाम्रो दाइ पनि सिक्युरिटी लिनु अब लेटाङमा पनि पाउनु छोडियो है मालै किन्नु पनि सकिँदैन दाइ पनि यहाँ सिक्युरिटी लिन आउनु भएको दाजुभाइ एउटै स्कुटीमा आएको सर र फर्किनु पर्ने छ अब लेखाइलाई बोलाउनु परेर पठाइदिनु पर्यो ल साथीहरू अब हामी पनि गाडीमा चढाइन्छौँ उहाँलाई उहाँको गाडी छ उहाँले चाहिँ सर र लिएर पनि जानुहुन्छ भने पहिले चाहिँ हामीले यहाँबाट यो खोला यो हाम्रो के भन्छ चिसाङ खोलाको शिर लोन्द्रा खोला चाहिँ हिँडाउँदै लानु पर्थ्यो भने अब अहिले चाहिँ अब गाडीमा चमाचम जान्छ होइन गाडीमा पठाउनुपर्छ पहिले पनि हिँडाएर लानेलाई 500 दिनु पर्थ्यो अन्तदेखि खाजा खाने पैसा फाल्टो पनि दिनु पर्थ्यो अब राँगा भैँसीलाई अलिकति धापिन्त पनि भने अब अहिले चाहिँ गाडीले नै सर्लक्क लान्छ पनि होइन गाला ठिक छ यसपालिको पाडाले अलिक उकास्छ कि जस्तो पनि भएको छ माथि गाउँमा पनि एउटा पाडा कि पाडी छ भन्दै थियो अब त्यहाँ पनि हेरौँला भरेको र त्यता पनि आगो बाल्नु जानु नै पर्छ ल अब यो गाडीमा सर र पठाउने हो चमाचम तरिकाले माल लिएको थियौ सिद्धो तिमीहरूको छ नि चमाचम के गर्नु र दिदी पनि बाहिर निस्किने एकछिन दिदी खुट्टा टेक्छ फेरि यो 49,000 छोडेर नि के गर्नु गाउँमा पनि खोज्नै पर्छ ताना भाइ ताना ओ टो 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 49,000 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 49,0
टेरिकाला चढ कतिमा लिनुभयो दाजु त्यो 32 छोड्यो नि है यो पहाडी भएर पनि अब अलिकति अब नयाँ नौलो अनुहार देखेपछि 1-2 पैसा हुन त व्यापारी हो अनि तपाईँ त्यसकै वरिपरि त अब शिवजीको त्यो शिवजीको मन्दिर अगाडि त्यो साँडी यस्तरी बसेको हुन्छ नि त्यसरी नै वरिपरि मात्रै घुमिराख्नु भयो यताउति मन्डुला यस्तो गरेर कास्टिङ गर्नुभएको थियो भने छोड्थ्यो दिन्थ्यो कि तपाईँ ओरतिर परतिर घुम्नु थुतो नै देखाउनु हुँदैन छेउछाउमा नि दिन्छ बोलाएर पुग्छ अब महँगो पनि छ नि त अहिले इन्डियाले गर्दाखेरि क्या दिदी इन्डिया लान्छ कि भैँसीहरू अनि त्यसले गर्दाखेरि महँगो क्या अब अझै चाइना खुलो भने नि भैँसीको मासुको दाम 1000 रुपियाँ केजी भन्दा उकालो पुग्छ हेर्नु खसीलाई जित्छ हौ अहिले अलिक माथिबाट बस्नु न यहाँ अहिले ट्राफिकले कराउँछ हान्दैन दिदी हान्दैन यता छेउपट्टि उभिनु न ल सजिलो भयो अब गाडी भैँसी पनि गयो मान्छे पनि गयो गाडी भाडा पनि बच्यो होइन ल अब बिस्तार हाम्रो देखेछ नि होइन ल ल त्यो बुवालाई मासतिर सानो किसान देखेँ यतापट्टि ल नत्र हाम्रो दोकानमै गएर भन्दा पनि हुन्छ त्यहाँ छैन भने कि ल म यताबाट घुम्दै आउने हो कि ल अब पठाइयो हामी पनि अब चमाचम गाडीमा जान्छौँ लिनु भएन दाउने खालको राखेको हेरेको एउटा खै बेच्नु भयो अस्ति तपाईँको एउटा चाहिँ भान्जाको बेचे मेरो त दुईटै छ बेच्नु हुन तपाईँको चाहिँ म त जोत्नु पर्यो क्या ए ल दाजु ल हेर्नु न ल हामी लाग्यौँ अस्ति मिसा लगेर लिएको उता पर पाडो ठ्याके लु दाइ लु म लागेँ होइन माल लिएर किनिसके त ऊ किनेर लगे त ऊ गाडीमा चढाइ सकिन्छ फेरि अर्को हप्ता आउनु पऱ्यो नि त सोमबार दिन मुन्टिनै पर्छ लु सानो सोल्टी मासकेलाई भेटेर नि खाली गर्नुहुन्छ कि मासके त जेठान दाइ हो नि त लु सोल्टीमा लाग्यो ल कति बेला पाडो 47,000मा दियो नि घाटै खायो मैले हो लाखमा किनेको थियो जोडी एउटा सानो थियो होइन 49,000 दियो 49,000मा घाटै खायो 1,000 होइन भन मलाई घाटै भयो भन्दै थियो घाटै छ घाटा खायो अब अर्को सानो छ कि ठुलो चाहिँ हो सानो चाहिँ छ कसम कसम सानै बिहान 3टा घाटा खायो घाटा खाएर नि बेच्नु पर्छ क्या व्यापार बेच्नु त पर्यो त जहिले नाफै मात्रै आउँछ भन्नुहुन्छ त सहनु पर्दैन मिलाउनु त मिलाउनु भाइले कुन चाहिँ मागेको तपाईँले साउ खाएको छैन साउ मैले भाइलाई भने 1 रुपैयाँ मैले खाएको पर 12 ए त्यो 3टामा माथिल्लोपट्टिको चाहिँ यो छेउको कति भन्दैछ भन्नु त कति भन्दैछ भन्नु त 49 हुन्छ उसले 47,000 किनेकै हो 1,000 दिन्छु भन्नु न 1,000 दिन्छु भन्नु लु दाइ तर अस्ति त मैले 3500 दिएको फेरि दाइ देखि नै दिएको फाइदा 3500 दिएर त्यो पनि दिनु मानेको छैन सोल्टी दिने कि नदिने जबरजस्ती तानेर लगेको मैले पाडा होइन मैले पनि 48,000 त म दिन्छु 1,000 चाहिँ दिन्छु भनेको थिएँ फेरि यता मामाले देखायो क्या अनि मामाकोमा उसको पनि लगिदिनुपर्छ कहिले काहीँ अब दिनु है भन्दा दिन्छ नि त उनीहरूले पनि 500 थप दिन्छु भन्नु नि 48,500 तपाईँले 48 दिएको भन्नु भान्जा ऊ सोल्टे तपाईँले चाहिँ कति मागेको भन्नु त्यो पाडालाई त्यो पाडा मैले 47,000 मैले देखेको त 47मा किनेको त मैले 48 पनि दिएको 1,000 थपी पनि दिएको तपाईँले चाहिँ कति मागेको 50 मागेको भाइले अस्ति पनि लग्यो नि त म 1,000 मलाई घाटै खाएर यसो गर्नु नि त अब तपाईँ पनि 49 नभन्नु भाइ पनि 48 नभन 500 थपिदेऊ मैले 48,000 भन्दा मैले मागेको काट्नुको लागि मागेको 500 थपिदेऊ 500 थपिदेऊ भाइ हैन म त सोल्टी छैन नि त सोल्टी म क्युआर गर्छु पैसा अनि अहिले क्यास हुने क्या मैले सबै दिनुपर्छ अहिले आज पैसा सोल्टी 500 थपिदिन्छ लु छैन दाजु मसँग पैसा छैन भएकै 50,000 मात्रै त्यो पनि 1,000 बल्ल बल्ल जबरजस्ती मागेको फिर्ता मामालाई भाइ लैजाऊ हेर मैले अस्ति उहाँलाई आँखा अगाडि किन्दै 35,000 रुपियाँ जबरजस्ती दिएर लगेको पाडा हेर होइन 1500 भनेको यस्तो तातो घाममा केही पनि होइन सम्झिँदाखेरि
तर अब तिमीहरू पाल्ने मान्छे पाल्नेले अझै फाइदा म काट्ने मान्छेले त मैले अब 48,000 दिएको त पाडा भनेपछि पाल्नेले त 500 रुपियाँ थपेर लाँदा हुन्छ हौ भाइ लैजाऊ लु सोल्टी दि पठाउनु मुद्दा मिलाइदिनु लैजाऊ भाइ लैजाऊ ल साथीहरू अब समाजम ब्युटिफुल लभली सुपर हिट हाँडी घुप्टे अब लुक छान्नुको लागि फेरि पनि हामी सिद्धार्थ लाइन तलतिर जाँदैछौँ होइन अब हाँडी घुप्टे छ भनेर खबर आएपछि हाम्रो माइजूहरूको बस्छ भाइ बुहारी चाहिँ त्यहाँ कता छ भने चाहिँ अब हेर्नु जाउँ न भनेर चाहिँ हामी सर्लक्क मुन्टिँदैछौँ मामा यहाँ बहिनीहरूको सुँगुर बेच्ने छ अरे एउटा कहाँ पाल्छ उनीहरूले पाल्नु चाहिँ ए विजय भाइ कहाँनिर सुँगुर पालेको चाहिँ यहीँ भित्रै हो म त उता कहाँ पाल्छ होला भनेर नि लु त अब चमाचम ब्युटिफुल हेरौँ त कस्तो चाहिँ हाँडी घोप्टे लेडिज जेन्ट्स के छ भाइ विजय भाइ केटा कि केटी छ लड्की लु जाउँ त आऊ त तिमी पनि भाले पछि दुईजना आऊ लु ए ल्या हो र के बिरामी हजुर ए दारिम हो कि अनार हौ ए पाहुना आउनुभएको हो तालिम केन्द्रको दिदी म ए माथि हेर त यहाँ कागतीहरू पनि लाउनु भएको छ हाम्रो माइजूले त के गर्नुभएको माथिको माइजूले अरे यो त कागती होइन के हो होइन हेलो भाइ के होला यो त अनि पुरै फलिरहेको छ त अनि यो त के फल भन्छ हौ यसलाई हौ अमला होइन यो वन अमला वन अमला भन्छ हौ यसलाई घर अमला चाहिँ हो भाइ वन अमला त वनमा पो यत्रो होइन हौ यत्रो वन अमला भन्छ कि अर्को काँसी अमला भनेको अमिलो हुन्छ होइन यो अमला भनेको चाहिँ तपाईँको घर अमला भन्छ हो ए अम्बक पनि आम्मामा पुरै उयो नै बनाउनु भएको रहेछ त हौ यहाँ त नि नर्सरी घारी नै बनाउनु भएको रहेछ माइजूहरूले त हौ पछाडि लु ए हाँडी घोप्टे त मसिनो रहेछ दुइटै भुनी नि पाल्ने खालको रहेछ ठ्याक्क कस्तो नभ यो किन यत्रो बेच्न आँट्यो भाइले क्रस रहेछ फेरि दुइटै क्रस सुँगुर दिदी हेर्नु न थुतुना लामो होइन होइन यो क्रस हो दिदी पुच्छर हेर्नु न खुट्टाहरू लोकलको चाहिँ नि भाइ आऊ त पठाउनु दिदी हेर त हाम्रो मान्छेहरूले त पुरै गाडी बनाउनु भएको छ गाडी यतापट्टि त कसको पो ए यो त सुरेश दाईहरूको लिची हेर फलेको रहेछ एउटा मात्रै रहेछ फलेको पनि लिची पनि एभोकाड साथीहरू यो चाहिँ एभोकाड हो तर हाम्रोतिर त्यति अडिँदैन होला हौ यो एभोकाडहरू पनि अडिँदैन अनि भाइ कति आएछ त सुँगुर खै यसको बारेमा त मलाई थाहै छैन सुँगुर मसिनो छ भाइ हजुर कति लाउनु छ तपाईँ अब यो बिरामी छ अरे बुहारी बहिनी के बिरामी भएको त्यस्तै अलिअलि बिरामी छ अब यो सानो छ सुँगुर भाइ कति दिनु हो 20,000 दिन्छु ल 20,000 त उले पनि लाग्यो नि पर बुढोले 20,000 कति 21,000 दिनु 21,000 ल त्यही दिन्छौँ अब सुँगुर सानो यो काट्नु पनि हामीलाई अलिकति उयो चाहिँ हुन्छ घाटै हुन्छ हामीलाई खर्च बढी आउँछ नि त अब बाउलाई दुईटाको 2,000 दिइहाल्नुपर्छ ठुलो हात्ती जत्रो काट्दा पनि त्यही नै हो
अब सानो काट्दा पनि त्यही नै हो भर्सक यो हामी नकाटिकन डल्लै भर्सक बिक्री भयो भने बेचिदिन्छौँ होइन बिक्री भएन भने चाहिँ काट्नै पर्छ आफैले भोलि उठाइन्छौँ ल पैसा लिने जब अब तिमीलाई चाहेकोमा खाँचो परेको होला होइन ल एकछिनमा आउनु ल अब भोलि विराटनगर जाने भाइ म पनि भोलि विराटनगरै जान्छु जानु चाहिँ मेरो पनि त्यहाँ काम छ म पनि जान्छु आजै जानु खोजेको आज भ्याइनँ ल बहिनीको स्वास्थ्य राम्रो छ ल भाइ म लागेँ ल ल भाइ ल ल साथीहरू फाइनली भाइकोबाट पनि अब 21,000मा टु पिपल विश्व सुन्दरी चाहिँ भन्नु मिलेन ठिकै हो हाडी घोप्टेको बेबी चाइल्ड जत्तिको स्विट 14 का आइटमहरू मुद्दा मिलाइयो भने अब फेरि फर्किँदैछु ब्याक टु ब्याक लाटाकाटा फ्रेस हाउस यहाँ पनि पो एउटा हाडी घोप्टे छ भन्ने जस्तो लागेको छ हौ हेरौँ त बेच्छ कि बेच्दैन कि भाइ भेना छ यहाँ पनि एउटा सुँगुर बेच्ने छ भन्थ्यो होइन नि यहाँ पनि सुँगुर बेच्ने छ अरे एउटा हो खोइ नाना कसले दाम गर्ने भेनाले दाम गर्ने होइन नि नानाले होला नि त नि खोइ नाना यहीँ छ चन्द्री माइजहरूकोमा जानुपर्छ चन्द्री माइज भने को भान्जी ए मेरो सागदेखि तल्लोपट्टि हेलो गाइस के गरेको तिम्रो गाइजहरू हाम्रो बिदुरे किराँतीको छोरा यो रातो 10 नम्बर जर्सी भेस लाउने चाहिँ त्यो घरमा त्यसरी नानो है फोहोर हुन्छ नानै कराउँछ नि फेरि भाइ त्यस्तो नगर्नु ल हाँडी घोप्टेको चारा पनि चमाचम कटिङ भइरहेको छ यहाँनिर है वनस्पति प्योर अर्ग्यानिक आइटमहरू हाँडी घोप्टे चाहिँ कुन चाहिँ बेच्न आँटेको आऊ त भाइ देखाऊ कुन चाहिँ आइटम अस्ति भन्दै थियो क्या भेनाले कुन चाहिँ ए बिचको हो यो यो चाहिँ बेच्ने यो त ब्याग स्याग बोकिसकेको हो क्या हो हजुर ब्याग बोकिसकेको त्यो पल्लो पनि ब्याउने नि हो हजुर त्यो पनि ब्याउने अब स्मल साइजकै रहेछ नि यहाँको त हाँडी घोप्टेहरू त मजाको बनाउँछ त नानाले त हौ ल यता पनि त यो चाहिँ कसको यो हाम्रै हो सबै यो डिपार्टमेन्ट नै आफ्नै हो आफ्नै सबै ए पर पनि सोचरी हो ए यो चाहिँ बेच्ने होला नि भनेपछि होइन यो त हाम्रो हो कि तिमीले चाहिँ बेच्नु छ यो त अहिले नबेच्ने ए आम्मा यो चाहिँ क्रस आइटमहरू लम्राङ लामो चाहिँ हुँदो रहेछ मासु लाग्ने बाँकी छ यसको चाहिँ अब यो अहिले बेच्नु हुँदैन ठिक लु जाऊ यो त खसी बुच्चा भन्दा अलिकति ठुलो त्यही तलको जस्तो साइजको रहेछ भेना कसले नाना सानै छ त हाँडी घोप्टे त अनि 16,000मा बेचेको 16,000 चाहिँ भयो भनेको मासु काटेर अनि त्यो त नि यो त अनि कतिमा लानु अनि यो होइन अब यो दिदा चाहिँ कतिसम्म चाहिँ दिने हो त दिने चाहिँ पुरा गर्नु पर्यो नि त दिदी भन्नु नि त दिदीलाई ल म यहाँ तलतिर सुँगुरै किनेर आएको कि अनि ठ्याक्क तपाईँलाई सम्झेका भेना भन्नुभएको थियो अब यहाँको सुँगुरहरू त ठुल्ठुलो हुन्थ्यो दामी हुन्थ्यो यसपालिको चाहिँ के भएको त यो धेर भएर ए हो परको सङ्गीताको पहिलोपट्टि त्यहाँ पालेको त अनि त्यहाँको त दाम दुईटा थियो अनि टुनी परिकाको लगेको नि त 10-12 छ डिपार्टमेन्टै पाल्नु भएको रहेछ ठिकै छ त दुईजना ब्याग गएको भएन अब यो ठुलोले चाहिँ ब्याउने भयो यही महिनामा
सुत्केरी हिँड्नु चाहिँ बोलाउनु है मलाई होइन नि फेरि यहाँ हाम्रो केटोलाई बल जोड्ने म त यहाँ 32 ए हो त्यही हो फोहोर बनाएको सुरुमा मैले बिगौती सिगौती पनि केटालाई खुवाउनु उल्टे त खानुपर्छ पहिला भेनाले पनि घिच्ने बेलै भएको चाहिँ हामी त बेगौती कहाँ खानु हामी मासु खान्छौँ मासु खान त लु भेनामा लाग्यो ल भाइ भनिदिनु न नानालाई ल म आउँछु पनि फेरि यहाँ अर्काको बाइक मागेर लिएको मार्छ अहिले ल साथीहरू अब यहाँ हाम्रो नानाको मेरी हाडी घोप्टे चाहिँ मसिनो हो नाना पनि हुनुहुन्न रहेछ अब भरे भोलितिर मुद्दा मिलाउनु पर्छ ल चमाचम ब्युटिफुल लभली सुपर हिट पप आई लभ यु है सम्पूर्ण साथीभाइले यसो साथ सपोर्ट माया त चमाचम दिइरहनु भएको छ र पनि अझै साथ सपोर्ट मायाको आश पनि गर्छु होइन ल साथीहरू अब आजको भ्लग के कस्तो आउँछ मुद्दा मिलाएर रुख छानिदिनु भन्दै आजको भ्लग यहीँ टुङ्गाउन चाहन्छु थ्याङ्क यू सो मच आई लभ यु चमाचम के छ केटहरू मार्छ होला हौ राजनले मार्छ होला हाम्रो छिराउनु ठाउँ नै भयो नि त हौ यहाँ हुलाउनु पर्यो भनेको त भाइ एकपल्ट त्यो घरको नेटलाई नि एकपल्ट फेरि स्क्यान हान्ने बेला भयो घरिघरि निदाउँछ क्या नेट त अघि पनि लिङ्क डाउन भएर चलेन बेलुका 12:40 पनि लिङ्क डाउन भएछ हो र अघि दिउँसो पनि 9:30 तिर पनि चलेन मलाई चाहिँ राति चाहिन्छ कि राति यस्तो समस्या हुन्छ अहिले अब हप्ताको 150 को त किन्दै चलाउँदैछु क्या मैले पनि ल एकजोडी राउटरलाई फेरि रिसेट त्यही त राउटरलाई रिसेट हानिदिनु पऱ्यो क्या ल राजनलाई दिनु पऱ्यो चाबी मार्छ भाउजू मास लिन आउनु भएको के साह्रो यस्तो गाडी कुदाउनु स्कुटी